घाँटी रुमालमा ल्याऊ है ल है हाम्रो अङ्कलले चाहिँ यहाँ घरमै किनेर ल्याएको अनि पाकिसक्यो बनाउँदै हुनुहुन्छ पाकिसक्यो है अङ्कलले ल अब चाहिँ हाम्रो पूजा सुरु हुन्छ है सबै यो चाहिँ अहिले पछि खाजाको लागि के भएर ओहो ल अङ्कल आयो आज हाम्रो के रे अङ्कल कुल पूजा है यता चाहिँ हाम्रो बुवा हुनुहुन्छ बुवाले आज धान्ने पुर्ने कुल पूजा हाम्रो यहाँ पूजा सामानहरू सबै रेडी भइसक्यो हाम्रो चाहिँ यसरी पूजा सामानहरू सुरु हुन्छ यसरी मिलाउनुहुन्छ ल हाम्रो बुवाले सबै रेडी गरिसक्नु भयो अब चाहिँ हाम्रो एकछिनमा पूजा सुरु हुन्छ ल हाम्रो चाहिँ धान्ने पुर्ने सबैजनालाई धान्ने पुर्नेको शुभकामना पूजाको लागि सुरु भयो अब हाम्रो बुवाले सबै रेडी पारिसक्नु भयो अब अङ्कलहरू बाउहरू सबैजना आउन बाँकी छ 25-30 जना हुन्छौँ हाम्रो फुलै फुल छ तताततै फुलै फुल है के गर्नु कस्तो लोभ लाग्छ भने यो चाहिँ पारी डाँडा कस्तो राम्रो फुलहरू छ है साङ्गाचोक यो चाहिँ साङ्गाचोक अहिले चाहिँ हुसु छ नि त कुहिरोहरूले गर्दा देखाएको छैन यो चाहिँ चौतारा यता चाहिँ चौतारा हो गाइज ल पुरै हेर्नु त यो चाहिँ सिमीको लहराहरू हो पुरै फुलहरू छ यो चाहिँ डाँडा माथि घर माथि बाजीले फोटो किन्नु भयो म चाहिँ खोइ त यस्तो चाहिँ त्यो घटाइदिनु न आन्टी मिनु उता उता कस्तो राम्रो छ छोरी र छामु र छोरी कान्छी छोरी कसो लाग्यो सानो ल हेर हाम्रो कोपिला लजाएर देखाउनु त कस्तो फुल रहेछ ल मेमेलो फुल देखाउने मुसुक हाँस्ने पुरै फुलहरू छ के दामी छ दामी कस्तो राम्रो छ यता हुनुहुन्छ हाम्रो अङ्कलजी है अङ्कल अङ्कल बुवा बुवा खोइ बुवा यता हेर्नु त बुवा अङ्कलको पोज अङ्कल आउनु त यता हेर नि यहाँ पोज ओहो ल है अङ्कल गाई भिडियो ल फोटो खिच्दी त होला इतिर त होला मानि